सुकुम्बासी वास्तविक सुकुम्बासीलाई त सरकारले व्यवस्थापन गर्छु भनिसकेको छ त। मैले अघि नै भने त ऐनमा समस्या छ भने हामी ऐन बनाऊ। बर्खा छ त्यसले त व्यवस्थापन गर्नुपर्ने थियो। व्यवस्थापन त त्यत्रो बिल्डिङ बनाएको छ त नागार्जुनमा, खाली छ त्यहाँ लगेर राख्ने। जसरी यसले सीमानाकाबाट 100 रुपैयाँ बराबरको बढी सामान ल्याउँदा 100 भन्दा बढीको सामान ल्याउँदा जसरी खोज्ने कामहरू भइरहेको छ, यो विषयबारे के भन्न चाहनुहुन्छ? अनि यस्तो यसमा चाहिँ कसो भनेपछि अब सीमा पुरै खुला पनि गर्नु हुँदैन, तर त्यसको लिमिटेसन हुन्छ। जस्तै ठुलो सामान आयो, बढी सामान आयो भने त्यसलाई बरु कडाइ गर्ने हो, तर 100 रुपैयाँ 150 रुपैयाँ भने त हरेक नागरिकको दैनिक जीवनसँग जोडिएको कुरा हुन्छ नि। राइसी प्रेजनको लागि जसरी बिहे श्राद्धहरूको लागि सामान ल्याउनु हुन्थ्यो नि त, बोर्डर छेउको जनताहरू अहिले एकदमै असहज भएको छ। त्यो असहज भएको छ। मैले अस्ति पनि भनिसकेँ, 100 रुपैयाँको सामानहरू 150 रुपैयाँ 200 500 रुपैयाँसम्मको सामान चाहिँ ल्याउनु दिँदा केही समस्या हुँदैन। तर त्यो पनि सरकारले के पत्ता लगाउनुपर्छ भने ती सामान घरायसी प्रयोजनका ल्याएका हुन् कि या यताबाट कुनै रकेट चलिराखेको छ। त्यो त कस्तो भने 10-50-60 जना मान्छे पठाउने अनि यता ल्याएर तपाईँको व्यापारी गर्ने हो कि? त्यो भयो हुनाले सरकारले चाहिँ यो रकम चाहिँ अलि तस्करी त निरन्तर भइरहेछ नि सर। त्यो त नियन्त्रण सरकारले गर्नु पर्यो नि। सरकारलाई हामी त्यही त राष्ट्रपतिले संसद बोलाउनु भएको थियो, तर सरकारले चाहिँ स्थगित गर्न फेरि पत्रचार गर्यो। यो त संसदीय व्यवस्थामा नयाँ नौलो खालको घटना सुन्यो नि मारेन्ज्यू, के भन्नुहुन्छ? होइन, सरकारले चाह्यो भने जुनसुकै बेला पनि त्यो पनि राष्ट्रपतिले पनि संसद बोलाउने भनेको सरकारले पहिला बोलाऊ भनेर सरकारले निर्णय गरेपछि मात्र राष्ट्रपतिले बोलाउने। राष्ट्रपतिले आफै संसद बोलाउन पाउने हाम्रो नियममा छैन। त्यो भयो हुनाले सरकारले पहिला बोलाऊ भने होला, पछि सरकारले चाहिँ अहिले आवश्यकता हुँदैन। म अहिले पनि सरकारलाई के भन्न चाहन्छु भने संसद जति चलायो जति गर्यो त्यति जनताका मुद्दाहरू संसदमा उठ्छन्। संसद चलायौँ भने कानुन पनि बनाउन पाउँछौँ। फेरि संसद हुँदाहुँदै अध्यादेशबाट अहिले ऐन नियमहरू बन्न थाले भने अध्यादेश कतिखेर ल्याउने हो भने जब सरकारलाई के लाग्छ भने संसदमा हाम्रो बहुमत छैन भन्ने जस्तो कुरा लाग्यो भने बल्ल सरकारले अध्यादेशको बाटो लिन्छ। तर अहिले त संसदमा उहाँहरूको बहुमत छ नि त, भने उहाँहरूलाई त डर त छैन संसदबाट। तर संसद चलाउनुपर्छ, बिजनेस दिनुपर्छ। किनभने 1 वर्षमा हामीले 5000 4000 बिल पास गरौँ न। अहिलेसम्म हामीले 1 वर्षमा कति पास गरेका छौँ? 5-6 वटा बिलभन्दा बढी पास हुँदैन भने 5-6 हजार बिल पास गरौँ। त्यसरी पास गऱ्यौँ भने देश छिटो विकास गर्न सकिन्छ। संसद खुलाउनुपर्छ। राजपाको सांसद खगेन्द्र सुनार र विश्वराज पोखरेलको अभिव्यक्तिबारे के भन्न चाहनुहुन्छ? अनि उहाँहरूको व्यक्तिगत कुरा हो र खगेन्द्र सुनार मान्यज्यूलाई म के भन्न चाहन्छु, जातीय विभेद भएको होला, तपाईँ सिडिओ कार्यालयमा होइन कि प्रधानमन्त्री कार्यालयमा पुग्नुहोस्, सबभन्दा राम्रो त्यो हुन्छ। मेरो प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने मेरो साथ र समर्थन हुन्छ। अनि विश्वराज पोखरेल जसरी शिक्षकलाई थर्काउनु भएको छ, स्वागत गर्न किन पुग्नु भएन भनेर यो विश्वराज पोखरेललाई सोध्नुहोस् है।